सन्चै हुनुहुन्छ होइन? मेरो पहिलोपटक थाहा छ नि तपाईँहरूलाई। मलाई कञ्चनपुर महेन्द्रनगर आउनु मन थियो पहिलेदेखि नै, तर आउनु पाएको थिएन। अत्तरे भन्दै त आउनु पाएको थिएन। म सधैँ भन्थेँ त कहिले जाने होला भनेको। यो वर्ष मलाई यहाँ आउन पाएँ, मैले एकदम खुसी लागिरहेको छ मलाई। तपाईँ सम्पूर्ण आमाहरू यहाँ पछाडि हुनुहुन्छ, आमा बुवाहरूलाई नमस्कार छ, दुई हात जोडेर नमस्कार छ। दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार छ, साथीहरूलाई नमस्ते छ। यो मायाको पथ यस्तै सधैँ रहिरहोस् भन्न चाहन्छु। र हाम्रो यहाँ दल, यहाँ हाम्रो डमी सरले हुनुहुन्छ, आबाट आमाको टी सर्ट देखाउनु भएको छ। आबाट आमा यही माघ 16 गतिबाट लाग्दैछ, थाहा छ नि होइन? तपाईँलाई थाहा छ नि होइन? ओके, चलचित्र आबाट आमा माघ 16 गतिबाट लाग्दैछ। हामी अहिले आबाट आमा गीत पनि पर्फर्म गर्नेछौँ। सो सम्पूर्ण तपाईँ महेन्द्रनगरवासीलाई, कञ्चनपुरवासीलाई चाहिँ निम्तो छ, तपाईँहरू नजिकको सिनेमा घरमा गएर हेर्नु होला। नजिकको सिनेमा घर कहाँ छ भन्नु होला, त्यहाँ गएर हेर्नु होला। र हाम्रो रसियामा मिसिङ हुनुभएको छ हाम्रो दिनेश नायकज्यू हुनुहुन्छ। उहाँलाई चाहिँ छिटोभन्दा छिटो सकुशल नेपाल फिर्ता गरिदिनु होला। नेपालको सरकारलाई म आग्रह गर्न चाहन्छु, उहाँहरू पढ्नको लागि रसिया जानुभएको छ। सो